Hello guys, good morning. This is Tarara. को बिहानको मौसम भन्दा पनि त्यो तररामा खोइ के भएको हो। तरानको जङ्गलमा आगो लागेको जस्तो छ। सबै पुरै जाडोमा सुतुवालले ढाकेको छ। हेर्न सक्नुहुनेछ तरहराको मौसमको अपडेट पुरै धुवाले ढाकेको छ के सर। अब कति रुगाखोकी लाग्ने हो। हेर्नुहोस् गाइस, बिहानको अपडेट। तरहरामा पुरै धुवालो हो कि कुहिरो हो थाहा छैन। यस्तो भएको छ। यस्तो भिडियो अर्कै खालको आइरहेछ कि यस्तो धेरै धुवा। मेरो क्यामेरा होइन, यस्तै हो। मौसम यस्तै छ आज। तपाईँहरूकोतिर कस्तो छ भन्नुहोला। यस्तो धेरै छ कि पुरै धरानको जङ्गलको इफेक्ट परे जस्तो छ तरहरामा। हेर्नु त पुरै आकाश धरती पातल केही भएको छ। ओहो, अनि यो चाहिँ हाम्रो मिनी गार्डन। छतमा यहाँ साग छ। ड्रागन फ्रुट नहुने घर त कुन होला र यो समयमा। सबको छतमा ड्रागन फ्रुट। माथि पनि छ। यो घरमा पनि छ। हाम्रोमा पनि छ। पिरालु छ। सबै टमाटर यस्तो मजाले फलिरहेको छ नि। यो चाहिँ सानो खालको टमाटर हो। बारतिर त बारीमा त्यत्तिकै लडिन्थ्यो। तर यसरी रोपेर खानुपर्छ। यो घिरौला, यो फर्सी, यो करेला, तिते करेला, ठुलो खालको टमाटर। यो चाहिँ के रे फापरको साग। यो भर्खर खाल्दैछ टमाटर। त्यसमा चाहिँ पहेँलो छ त। त्यहाँ बोडी छ। त्यहाँ पिरालु छ। त्यहाँ बुढो टमाटर छ। त्यहाँ पनि टमाटर छ। एकै ठाउँमा कति धेरै कुरामा फल्ने चाहिँ हो कि होइन। अहिले हामीले चाहिँ यहाँ सबमा लसुन रोपेको थियौँ। अहिले चाहिँ साग छ। यहाँ बच्चा साग। यो चाहिँ के को साग भने लट्टेको साग। यहाँ पनि साग छ। त्यहाँ पनि साग छ। सब साग। बोडी रहेछ। करेला। यो धनियाँको मारी छ। यो टमाटर फल्दै छ गाइस। यो टमाटर त बच्चैमा पहेँलो भएको छ खै। कस्तो टमाटर हो। यस्तो मजाले फलाएको छ। अनि बोरमा धनियाँ पनि छ। यो लाम्चे खुर्सानी पनि छ। सानो सानो फलेको छ। खुर्सानी बेगर भात रुच्दैन। यो टमाटर त बच्चैमा पहेँलो छ त। के हो त्यस्तो। मजाले फलेको छ टमाटर। हामीले यो बोट अनि त्यहाँनिर रोपेको त्यो बोट यतिमा नै पुग्छ कि कति धेरै फलेको छ। यो चाहिँ साग छ। हरियो परियो त खानै पर्यो। यो त खोर्सानीको बिरुवा पनि फलाएको छ।
यो चाहिँ हाम्रो मिनी गार्डन है, मतलब मिनी के भन्छ तरकारी बारी, गार्डन भनेको त फुलबारी, करेसाबारी, मिनी करेसाबारी। यो हाम्रो तररामा यस्तो छ आज। पुरै तलले ढाकेको छ।